नमस्कार साथीहरू, स्वागत छ तपाईलाई। आज हामी कुरा गर्न गइरहेको छौं सागर डिस्टिलरी कम्पनीको आईपीओ को रिजल्टको बारेमा। यस भिडियोमा हामी कुरा गर्नेछौं सागर डिस्टिलरी कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति आईपीओ को रिजल्ट भोलि निष्कासन गर्ने भएको छ। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति 11,90,640 किता शेयर निष्कासन गरेको थियो भने यस कम्पनीमा आवेदन जम्मा 23,52,453 जनाको जम्मा आवेदन 2,65,01,150 किता शेयर बराबरको आवेदन परेको थियो। यस कम्पनीमा जम्मा 1,19,064 जना भाग्यमानी शेयर होल्डरहरूले 10 किताको दरले प्राप्त गर्नुहुनेछ भने बाँकी रहेको शेयर होल्डरको भने हात खाली रहनेछ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी हो। यसको इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटलले जनाएअनुसार यस कम्पनीको आईपीओ को रिजल्ट 12 गते आइतबार बिहान बाँडफाँड हुने भएको छ।